नमस्कार आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत मेरो फेसबुकमा जोडिनु भएको सम्पूर्ण साथीहरूमा आज चाहिँ म सानो भ्लग बनाउन गइरहेको छु। हजुरहरूले सपोर्ट गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु। बोल्न त खासै आउँदैन, तैपनि स्वीकारिदिनु होला भन्न चाहन्छु। आज चाहिँ हाम्रो गाउँको मौसम चाहिँ एकदमै चिसो छ है। चिसो भए पनि मन भने एकदम न्यानो भइरहेको छ। हिजो रातभरि पानी परेको थियो। पानी परेर चाहिँ डाँडाकाँडामा हिमपात पनि भइरहेको छ। हामी देखिरहेका छौँ। सकेसम्म हजुरहरूलाई पनि देखाउने प्रयास गर्नेछु। हेरिदिनु होला है। यस्तै छ हजुर हाम्रो गाउँको मौसम अहिले चाहिँ एकदमै बोल्न पनि गाह्रो भइरहेको छ चिसोले गर्दा चाहिँ। यही माटोमा जन्मिए, यही आँगनमा हुर्किए। आज बाध्यताले जहाँ भए पनि जहाँ गए पनि गाउँको माया मनबाट कहिले पनि हट्दैन है। चिसो हावा चले पनि यो गाउँले दिएको न्यानोपन जिन्दगीभर पुग्ने रहेछ। त्यसरी त होला है जन्मिए भनेको आमा